हाम्रो चाहिँ घान्द्रुकको यात्रा सुरु भयो। अब हामी पहिल्यै भिडियो खिच्ने चाहिँ मेसुमेले भन, अनि ह्याम्जामा पुगेछौँ बल्ल भिडियो खिच्यौँ। हामीभन्दा पहिला नानी अनि कान्छी ज्वाइँहरू अघि जानुभयो, हामी बिचमा, पछाडि चाहिँ अनिल अनि भान्जी अनि उसहरू आउँदै हुनुहुन्छ, चित्रेर अनि कल्पना आउँदैछन् हाम्रो पछि। यो ह्याम्जामा हामी यति बेला नागडाँडा आउन लाग्यौँ। अब कान्छी नानीहरू हामीलाई लुम्ले कुरेर बसेछौँ भन्दाखेरि अब कति बेला भेट हुन्छ ल हेरौँ। नागडाँडा आइपुग्यौँ हामी। हामीले यतिलाई 50 रुपियाँमा हालेर किन्यौँ। हामी यहाँ दिदीहरूलाई भेटाउने भन्दा छिटो छिटो भाग्दै आएको। फाइनल्ली दिदीहरूलाई यहाँ आएर भेट्यो हामीले होइन। ठ्याक्क कान्छीहरूलाई भेट्यौँ है। अब आउन बाँकी अनिल र भाउजू आउन बाँकी। ल ठ्याक्कै ताई भाउजू पनि आउनुभयो। ल घाम डुब्न लाग्यो, हेरौँ कति राम्रो देखेको। वा ल चित्रेर कल्पनालाई टाइम लाग्छ भनेपछि हामी चाहिँ लुम्लेबाट निस्कियौँ। अब हामी नयाँ पुलबाट यता घान्द्रुकतिर लाग्यौँ। हामी यस्तो राति झरेछौँ कैलाश होटेलको खोजीमा। बल्ल बल्ल भेटियो कैलाश होटेल, यता तल रहेछ। हामी माथि माथि खोजेको अनि कहाँ भेटाइन्छ। अनि हामी आइपुगेर अब यहाँ भोलि यहाँ कता कता घुम्न जाने भनेर यहाँ प्लान बनाउँदैछौँ। ए कति ज्याङ्गो
मर्निङ फ्रम गान्द्रुक। यो भ्यू चाहिँ हामी बसेको होटल कैलाशको भ्यू हो। बिहान उठ्ने बित्तिकै सनराइज हेर्न पाइने। अब तिनीहरूलाई उठाउनु पर्छ यहाँ घाम झुल्किएपछि ठ्याक्क भित्र गएर। वा उज्यालो भइसक्यो, घाम झुल्किसक्यो। उठो 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 ल। वा घाम झुल्कियो हेर त। उठो उठो उठो। बिहानको भ्यू घाम झुल्किसकेको छ। सूर्योदय भयो। जल चढाउने भयो सूर्यलाई। बस पार्क खच्चडहरू होला है नि त्यो। हामी चाहिँ माथि भ्यू हेर्न आएको। के अरे आलु गरा हो कि आले गरा? के अरे आलु चोक? कस्तो राम्रो राम्रो घरहरू। आले डाँडा। हामी चाहिँ हिजो बेलुका कैलाश होटेलमा बसेको थियौँ। हामी चाहिँ होटेल आइसक्यौँ। अब हामी जाने हो गुरुङ ड्रेस लाउन। अब हामी सबै लगभग तयारी अवस्थामा छौँ। अब नास्ता खाएर अब हामी यहाँबाट निस्किन्छौँ। हामी तल नास्ता खान जाने हो। अब हामी नास्ता खाइसकेपछि जुन ड्रेस लाउन जाने हो। हामी तल जाँदैछौँ। कस्तो राम्रो देखेछ। म तल जाँदै। अब म तल जाँदै। Bye. के अरे यसको नाम? टाइगर। हामी नास्ताको लागि बिहानको नास्ता Hello. Bye bye. Bye. Yeah, but
सेसन चल्दैछ फोटो खिच्नु चाहिँ वहाँ जानुपर्छ है फोटोको लागि कपाल मिलाउँदै कोही क्यामेरा चेक गर्दै बाबु हिँडिसक्नु भएको हजुर हाय नमस्ते म सुमित्रा ब्लगमा चिन्ने जाने के हैन ल अब हामी यहाँ हिजो कुन बाटो आको हामी होटलबाट लागिसकेका छौं ग्रुपहरु कस्तो राम्रो घर बन्दै रहेछ कि ल हाम्रो फौजी अगाडि बढ्यो ढुङ्गा कस्तो राम्रो के ढुङ्गा ढोका कान्छी थकाइ लागिहाल्यो सिन हेर न कस्तो राम्रो देखिएछ कता घोडा चढ्ने हो कहिले त्यो त उट हो नि उठ झन् अग्लोमा चढ्न पाइन्छ उकालो ठाडै घोडा चढ्दैछौँ हेर न जाऊ घोडा फोटो खोइ नानीको कान्छी खोइ कान्छी पानी भरिरहेछ क्यामेराम्यान कता पुगे खोइ कान्छी त गइसकिछ चढ्नै डराइ काजी आऊ चढ उनालिस ल म चढाइदिन्छु ल यता बाहिर त्यसमा हामी घोडा चढेर फोटो सोटो खिचेर उकालो लाग्यौँ फेरि है उकालो लाग्यौँ फेरि यहाँ त टिप्न दिनुहुन्न नि माया टिप्न दिनुहुन्न कि एक ग्लास त बुटनी कस्तो अप्ठ्यारो ठाउँमा रहेछ सजिलो ठाउँमा भएका त रहन्थेन होला है माया आरिसमा आरिसमा घोडा चढ्दा कस्तो हुँदो रहेछ रमाइलो भयो हो र लटाइदिन लायो हामी यहाँ गुरुङ कटेज बिहानको भ्यू ड्रेसको उसले न कति हो कति हो भ्लग कति हो सजिलो है Miss the morning glaze, but the sunlight hits in so many ways. Grab my shades and hit the streets, no plan, chasing vibes like seashells in the sand. Radio hums the tune
फोटोसुट सकियो। अब हामी हिँडेर आउने मान्छे चाहिँ यता आयौँ, बाइकवालाहरू चाहिँ माथिबाट आएर बाइक निकाल्दै हुनुहुन्छ। हामी चाहिँ यहाँ तल बस पार्कनिर निस्किन्छौँ। ए हललेको साग त यता कति धेरै हुने रहेछ कि जताततै। टुङ्गे खच्चड चढ्छौ? खच्चडले सामान बोक्दैछ। सिमेन्टहरू होला है, यो सिमेन्ट बालुवा। अनि महँगो किन नहोस् है, यस्तै सबै खच्चडले यस्तरी बोकेपछि। खच्चड हो तलै होला नि, धेरै नि रहेछ। तिमी बसमा जान्छौ किन? फुलै फुलको बगैँचामा मेरी माया। बाटो सजिलो भयो त ठिकै हो, त मर्नै आएको रहेछ। बाटो त यस्तो ठाडै उकालो रहेछ। अब हामी पुग्नु पर्ने। हिजो हामी धन्न माथि बाइक राखेर तल आएर बसेको थियौँ र अहिले तल झर्न सजिलो भयो, नत्र बाइक यहीँ राखेको भए त हामीलाई त यत्रो उकालो उक्लिनु पर्ने। त्यही माथि अँधेरो भइसकेको छ। आमा खच्चडले हेर न यत्रो सामान बोकेर ल्याए। आमा अनि किन महँगो नहोस्। आमा छोरी 15 मिनटको ओह्रालो पछि हामी चाहिँ कच्ची रोडमा आयौँ अनि फर्कियौँ।